ल हामी चाहिँ मन्दिरमा छौँ हामी साँच्ची त्यो त व्रत बनेर मेरो भाइको व्रतमान गरेको सम्झिँदैछ क्या यहाँ तक्लु भने बङ्गलामुखीमा यता हिँड्न यता हिँड्न अनि टिका लगाऊ त्यहाँ मन्दिरको यता आइज प्याकेटै छैन हामी सब प्लास्टिक मार प्लास्टिक झोला मार धुपको प्याकेटहरू चाहिँ नि फालिदियो मारिदिन्थ्यो हामी चाहिँ मामा घर जाँदैछौँ गाइस दसैँ मनाउन मन्दिर छिरेर हिँडेको यहाँ भाइ हिँड्दैछ अगाडि नमस्कार फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो शिल्पा एसटीएस च्यानलमा र फेरि पनि धेरै दिनपछि मैले चाहिँ भिडियो लिएर आएको छु र आज चाहिँ विशेष दसैँको टिकाको दिन यहाँहरू सबैजनालाई चाहिँ ह्याप्पी विजयादशमी भन्न चाहन्छु दसैँको शुभकामना तपाईँहरूको राम्रो फलोस् राम्रो होस् हैन यही भन्न चाहन्छु र योपालि चाहिँ मेरो दसैँ छैन किनभने मेरो चाहिँ जुठो परेको छ मैले योपालि टिका लाउन मिल्दैन मेरो चाहिँ दसैँ छैन मेरो यता भाइहरूको चाहिँ टिका छ अनि म चाहिँ अहिले यहाँ मामा घरमा आइरहेको छु यतिकै रमाइलो हेर्न मात्रै होइन म आफ्नो घरमा छैन र योपालि चाहिँ दसैँ यस्तै छ अलि खल्लै छ दसैँ भनौँ न त्यस्तै भयो यहाँहरू सबैलाई थाहा छँदैछ नेपालमा के कस्तो भयो भनेर र दसैँ चाहिँ खल्लै पनि छ खासै रमाइलो पनि छैन त्यहाँ माथि मेरो चाहिँ जुठो पनि परेको छ त्यही भएर अब हेरौँ के कस्तो हुन्छ होइन आजको दिन कस्तो हुन्छ के हुन्छ म यहाँहरूलाई चाहिँ भिडियो अपडेट गर्ने नै छु र त्यति भन्दै र तपाईँहरूले चाहिँ मेरो कृपया भिडियोलाई चाहिँ लाइक सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला भन्दै अब चाहिँ म भिडियोमा के हुन्छ यहाँहरूलाई देखाउने नै छु है त यहाँ दसैँ लगाइसक्यो म घर आइसकेँ होइन यहाँ कोही चाहिँ सुतै छन् उठ्नु पर्दैन गुड मर्निङ भन्ने कि के भन्ने त अब खै गुड मर्निङ गाइज अनि केही छैन दसैँको ह्याप्पी दसैँ सबैलाई टिकाको दिन राम्रोसँग टिका लगाउनु होला सबजना घरमा बसेर हाँसी खुसी होइन रमाइलो गर्नु होला अब हामी पनि एकछिनमा चाहिँ रमाइलो गर्छौँ हेरौँ के कस्तो रमाइलो हुन्छ यहाँहरूलाई चाहिँ म भिडियोमा चाहिँ क्याप्चर गरेर देखाउने नै छु त साथीहरू म चाहिँ यहाँ बसिरहेको छु होइन म त टिका लाउनु नभए पनि अब हेरेर बसिरहेको छु अहिले यहाँ भाइहरूको चाहिँ टिका कार्यक्रम सुरु हुन्छ यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ पुरा रेडी भइसक्यो होइन अब यहाँ बत्ती बाल्न बाँकी छ टिका मुस्न बाँकी छ तयारी यस्तै हुँदैछ गाइज हाम्रो चाहिँ तपाईँहरूको के कस्तो हुँदैछ होइन मैले टिका लाउनु नभए पनि म चाहिँ तयारी गर्ने बस्ने खाने यस्तै छ दसैँ तपाईँहरूको कस्तो हुँदैछ कृपया कमेन्टमा लेख्नु होला होइन त्यस्तै छ हाम्रो चाहिँ खतरा छ ल जमरा चाहिँ दामी यता चाहिँ हेर्न पुरा हो त्यो अङ्कुशे मड्काइदिनु ल हाम्रो गाई चाहिँ टिका सुरु भयो है परमेश्वरी देव देवता कुल देवता सबै के होस् ठुलो हुन्छ ओ मन्त्र पनि दुर्गा भवानीको प्रसादले मेरो भान्जालाई रक्षा गरौँ दुबो मौलाए चाहिँ मुलाउनु हाते पाके जापान उड्नु भुटुटु लाएर एक्सपल बाइक लिएर जाए कहिले काहीँ माइजू छ भनेर आउनु सम्झेर
मामाले नबोलाए नि माइजूले बोलाउँदा आउनु खुरुक्क कानमा कानमा केटाको कानमा घुसार्ने हो खै यता हेर्दा सान भाइ उल्टो घुस्रे नि त चमरा त्यो टुप्पालाई यता अगाडि फर्काउनु पर्छ क्या हो त्यसरी अलिक सिरी यस्तो गर्नुपर्छ टिका लगाउनु निधारमा हुन्छ आइन्द्रो नसुते नसुते शत्रु सैन्द्र गरे आइसोरा देना भोटे दुष्टि सताउने मानव नौ दुर्गा भवानीको पछाडि आधादेखि रोग कष्ट नलागोस् ए मेरो भान्जालाई भन्दै बेसी भएछ गर्नु ज्ञानी हुनु धेरै पढ्नु आमा बाबाले भनेको मान्नु आफूभन्दा ठुलो मान्छेलाई मान्ने गुन्ने हुनु मागेर खानु नपरोस् दिएर खानु पर्यो हालेको दसैँ भएर दसैँ हो नि त गालातिर नि दल्न पर्ने हो रक्षा गरौँ सधैँभरि आजबाट ज्ञानी हुनु रोग नलागोस् लागेको रोग चट्टै होस् आमा पटुलाई पक्क अन्तिममा त्यसलाई पनि आती चाहिँ अलिक कस्तो गर्छ आइन्द्रो नसुते सिरिन्छ दशरथे शत्रु चन्द्र गरे आइसोरा दुई बाबु टेका कष्टी सताउने ज्ञानी हुनु धेरै पढ्नु के अरे दुबो मौलाए चाहिँ मौलाउनु कहिले काहीँ आन्टी छ भनेर आउनु यसो चिसो तातो लिएर बिरामी कोसेली बोकेर चट्ट हैन पढ्नु धेरै पढ्नु ज्ञानी हुनु साथी साथी कहिले झगडा नगर्नु बोलाउँदा चाहिँ आउनु आन्टी बाबा सम्झेर आउनु है यसलाई त धेरै गरेछ त नौ दुर्गा भवानीको प्रसादले मेरो पटु पनि छिट्टै भोलि नै बोल्नु मम्मी भन्नु ल ज्ञानी हुनु पटु जमरा पनि ल खाइदे ल टिका प्रोग्राम सक्यो है यहाँ चाहिँ यहाँ खै भाइ कता गयो यता होइन टेबुल मैले त टिका लाउनु मिल्दैन गाइस त्यही भएर म चाहिँ यो पालि हेर्नेमा परेको छु साइडमा बसेर होइन त यो दक्षिणा चाहिँ पासो तर उता राखेको छ क्या होइन दसैँको खाना यहाँ अनि त्यति किन नपुराउनु भएको दिउँसो बनाउनु भयो भान्जा खानु भान्जा खाए पनि हुन्छ ल खाना खाना सुरु हुँदैछ है गाइस खाना दसैँको खाना अब यो सुमिनालाई पापडी सापडी कस्तो छ सान भाइ खाना ल है गाई चाहिँ हाम्रो चाहिँ दसैँ सुरु भयो यहाँ पुरा बाँडेर ल म चाहिँ यता चाहिँ साथीहरू हामी चाहिँ माइजूकोबाट आएर पनि यहाँ भाइकोमा आएर बसिरहेको दसैँ चाहिँ हाम्रो यस्तै भयो सिद्धि होइन हामी चाहिँ टिकाको भोलिपल्ट चाहिँ यता फर्केको घर फर्केको आएर बसिरहेछौँ ल यस्तै भयो हाम्रो यो पालिको दसैँ चाहिँ होइन मेरो चाहिँ दसैँ
थिएन, म चाहिँ यत्तिकै हिँडिरहेको थिएँ होइन, दसैँ नै थिएन मेरो चाहिँ, ठिकै भयो भन्दै यो भिडियो चाहिँ यति नै गर्न चाहन्छु। र अन्तमा तपाईँहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ सब्सक्राइब भने गरिदिनु होला भन्दै फेरि अर्को भिडियोमा भेट्नेछु। हस्त, नमस्ते, बाई।